हेलो गाइस, कस्तो हुनुहुन्छ? क्याप्सुल नमस्ते, गुड आफ्टरनुन। तपाईँहरू कस्तो हुनुहुन्छ? म त खाना बनाउँदैछु यस्तो गरममा। साग पकाइसकेँ, माछा फ्राई गर्दैछु। माछा अझै गर्दैछु, माछा फ्राई हुँदैछ। तपाईँहरूले के बनाउनु भयो होला? अहिले फेरि कसैले माछा खाँदैन, चिकन बनाउँछु फेरि लिनु गएको छ। चिकन पनि बनाउनुपर्छ। तपाईँहरूले बनाउनु भयो खाना? म त बनिँदैछ। अब बनेपछि त्यही त हो नि, 1:30 बजीतिर खानुपर्छ। खाना पनि ढिलो खायो भने त अलिकति प्रब्लम हुन्छ। 12 साढे 12को भित्र खानुपर्छ, 1 बजीको भित्रमा। शरीर अलिक राम्रो हुन्छ। ढिलो खायो भने पेट अलिक अनपच हुन्छ। के गर्नु, अहिलेको समय खराब छ। तपाईँहरू पनि बनाउनु हुँदैछ होला खाना? म पनि बनाउँदैछु। पाकेपछि अब 1:30 बजी खानुपर्छ। कस्तो हुन्छ तपाईँहरू? राम्रै हुनुहुन्छ होला मेरो गाइस साथीहरू, सबै फेसबुक फ्यामिलीहरू। बाई। अब माछा फ्राई गरिसकेपछि चाहिँ उयो गर्नुपर्छ। बाई।